साथीहरु हामी प्युठानबाट मुस्ताङ जाँदैछौँ। अहिले भर्खरै बागडोलाबाट हिँडिसक्यो। दुईजना छौँ, दुईजना साउजी आफै पनि चलाउनुहुन्छ। त्यसमा 5टा उहाँलाई सहयोग गर्ने दुईजना भएर उहाँको साथसाथै म पनि दुईजना मिलेर जाँदैछु। अहिले उहाँले ड्राइभर गरिरहनु भएको छ। जम्ती बजार ल साथीहरु, हामी अब 3 जिल्लाको सिमाना सौतामारे फेरि आइपुगिसक्यौँ। पहिला त बनाउँदै त्यो ठेकेदारले जब यो बाटो सुरु गरिसकेपछि यो 3 जिल्लाको सिमाना हो यहाँ। ल 3 जिल्लाको सिमाना यो इन्ट्री गर्न पर्छ। यहाँ इन्ट्री गर्न पर्छ यहाँ यता प्युठान यता अरखाँची यता इन्ट्री गर्न पर्छ भन्नु त ल त्यो हामी 3 जिल्लाको सिमाना आइसकेका छौँ। यतातिर गुल्मी, यता प्युठान, यतातिर चाहिँ अरखाँची ल आइसकेको छ। सिमलतारी तलतिर पो झरे सिमलतारी माथि दुर्कोटदर अनि यतातिर फर्किन्छौँ दुर्कोटको बाटो हुँदै मुस्ताङ गइहाल्छ। तलबाट सिमलतारी, माथि पुर्कोट, ढोरपाटन, यता रोल्माको तल के गाउँ भन्छ पनाखोला त यहाँ तल पर्छ। गुल्मी हो हेर्नु साथी। यो बाटो लिएर घर लिएर आएको चाहिँ मन्दिर छ नि नजस्थल दुर्कोट गाउँपालिकातिर आइसकेका छौँ। ल दुर्कोट बजार यही होला होइन? दुर्कोट बजार चिसियाको भेट्ने राई अलि अगाडि हो। ल अहिले भात खाने उतल आइपुग्यो। होतल ल चल्यो। ल दुर्कोट गाउँपालिकाको बजार आइपुगिसकेको छ। यस्तो चाहिँ यहाँको बजार। हामी यहाँ चाहिँ खाना खानको निम्ति रोकिराखेका छौँ। ल दुर्कोटको बजार एउटा होटलमा हामी खाना खान गइरहेका छौँ। ल फाइनल साथीहरू, हामी दुर्कोटबाट खाना खाएर अब हिँड्न लागिसकेका छौँ। वस्तु हुँदै झर्ने भनेर भनिराख्नु भएको छ। अनि कता कता हुन्छ अब मुस्ताङ जाँदै मौसम एकदमै बादल गरिरहेको छ। के कस्तो हुन्छ दुर्कोटको बजारमा हामी खानासाना खाएर अब हिँड्नको लागि तयारीमा छौँ। ल हामी अमिताक्ष आइसकेका छौँ। निकै गर्मी भइरहेको छ, पानी सिमसिम परिरहेको छ। यहाँको मौसम यस्तो छ। कतिजना यहाँको अमिताक्षरतिरको कसैले हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुले हनुमान कि मन्दिर के भन्ने रहेछ। यहाँ चोक जस्तोमा गएको छौँ हामी। अमिताक्षरको पुरानो बजार त्यो रहेछ। यहाँ पुरानो जमानामा निकै ओहोरो हुने गर्थ्यो अरे। अमिताक्षरको पुरानो बजार। ल
फाइनली मित्रहरू हामी तातो पानी आइसकेका छौँ। तातो पानी होटलमा रुमभित्र छिरिसकेका छौँ। यस्तो छ यहाँ रुम, टेबल जस्तो अब बाटोमा भिडियोहरू गर्न पाइएन, गाडी पनि चलाउनु पऱ्यो, त्यही भएर भिडियोहरू गर्न पाइएन। तातो पानी यस्तो आइपुग्यो तातो पानी होटलमा। यस्तै छ मित्रहरू। ल 6 जनाको हुन्छ। ल फाइनली होटलको चाहिँ यो खाना खाने ठाउँ यस्तो छ, डाइनिङ हल। खाना खानलाई बसिसकेका छौँ। अनि तातो पानी आइसकेका छौँ। तपाईले खिच्नुभयो भनेर खुब सुन्नुभयो। आउँदा आउँदै हामीलाई 8:30 उता फर्केर खिच्यो टाइम भइसकेको छ। भोलि मात्र खाना खाएर सुत्छौँ, अनि भोलि मात्र लाग्छ होइन। नमस्कार। बाटोमा भिडियो गर्न पाएन। उहाँ समसामयिक राजनीतिक सन्दर्भमा प्रखर विश्लेषण गर्न सक्ने 23 र 24 गते जनताको आक्रोश विस्फोटनको रूपमा परिणत भएको छ। त्यसको एउटा तर्कसङ्गत निकास अब कसरी हुन्छ, के अब त्यो निकासका निम्ति पूर्व तयारी, नेतृत्व, नीति र हाम्रो गन्तव्य स्पष्टताका साथ हामी जान सक्ने अवस्था छ या छैन, अथवा होटलको खाना खानुको डेकोरेसन यस्तो छ, हेर्न सक्नुहुन्छ। अझै हामीलाई दुर्घटनामा पुर्याउँछ के हुन्छ लगायतका समसामयिक सन्दर्भमा आज हामी प्रश्न गर्न चाहन्छु। सुरु सिधा प्रश्न म रामजी कार्यक्रममा स्वागत छ। मेरो पहिलो प्रश्न, अहिले भएको जुन एउटा विद्रोह छ जिनजीहरूको मार्फत। ल फाइनल साथीहरू हामी यो होटलमा बसेको छौँ। होटल के हो, हट स्प्रिङ इन भन्ने होटलमा बसेको छौँ। होटल हट स्प्रिङ इनमा हामी बसेको छौँ। धेरै पाहुनाहरू आउनुभएको छ तातो पानीतिर यो समयमा पनि। इन्डियातिरबाट पनि आएको छ गाडी। यही होटलमा बसिरहेको छ हामी। धेरै मानिसहरू, धेरै टुरिस्टहरू आउनुभएको छ। हामी नेपालभित्रको नेपाली टुरिस्टहरू हामी यहाँको इन्ट्री रुममा यस्तो छ। ल साथीहरू फाइनली खाना सेट आइसकेको छ। कति सेट आएको छ ल हामी MRB ब्लग